सम्धिहरू सैलुङको त हुनुहुन्न, के कस्तो कामले पाल्नुभयो हाम्रो गाउँ? यो साथीले कसैलाई बाचा गरेको थियो, हो त्यही बाचा पुरा गर्न हिँडेको। कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो हौ? होला होला। लौ के भयो गाडीलाई फेरि? के भएछ हजुर गाडी? यो पम्पको पाइपै फुटेछ सर, गाडी त अब अगाडि नबढ्ने भयो त। ए हो है, ल अब ठिकै छ, जाउँ न त है। ल धन्यवाद है त हजुर। अब यो बाटोमा सम्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त। सुन्ने नै हो त, मेरो माया पिरतीको कथा यसरी सुरु हुन्छ है साथी हो। सुन्नुहोस् त, यो दुर्जे लामाको घर जाने बाटो कता होला? थाहा छैन मलाई। अनि आफ्नो नाम त थाहा होला नि? कान्छी हजुर। कान्छी फेरि भेटौँ हजुर। नाम थाहा पाए यार। सैलुङ्गे मेला मजादार, सुन्तला पाक्यो बोटैमा, कान्छीले लाली लाएछिन्, पिपलु पाते उठैमा, पिपलु पाते उठैमा। बाटो उकाली चढ्दै सैलुङमा पुगौला, महादेव सामु कसम खाई कान्छीलाई मागौला। ओ पोङ्दीको बाटो उकाली चढ्दै सैलुङमा पुगौला, महादेव सामु कसम खाई कान्छीलाई मागौला। कान्छीले हाँसिदिँदा मुसुकै, मन भयो मेरो भुतुकै, च्याङ्बाको माया छ भने आउ बस छेउमा सुटुकै, आउ बस छेउमा सुटुकै। के हो सम्धि? हजुर मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि। यस्तै हो नि हजुर। जाउँ सम्धि। हुन्छ लागौँ नि त हजुर। ल सम्धि, माया पिरतीको बाँकी कहानी सुनिदिउँ न त। सैलुङ्गे मेला हेरेर झर्दा बाटैमा रात परेला, सुसेली हाली बोलाउँछु कान्छी, जे पर्ला त्यही डरेला। सैलुङ्गे मेला हेरेर झर्दा बाटैमा रात परेला, सुसेली हाली बोलाउँछु कान्छी, जे पर्ला त्यही डरेला। कान्छीले हुन्छ भने त आपालाई सगुन पौल्याउला, गुम्बामा दर्शन गरेर सँगसँगै घरमा लैजाउला, सँगसँगै घरमा लैजाउला।
कान्छी राम्रो बस है, माया नमार ल, म चाँडै लिन आउँछु नि ल तिमीलाई। कान्छी कान्छी हेर न, बाटोमा गाडी बिग्रेर हिँड्दै आउनु पर्यो। तिमी सन्चै नि? ए अनिल, ल म आएँ। कान्छी आऊ है। माया त छिट्टै मारेछौ नि कान्छी। 2 वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सकिनँ। खुसी बस है कान्छी। कान्छीले हुन्छ भने त आपालाई सगुन पुङ्ल्याउला, गुम्बामा दर्शन गरेर सँगसँगै घरमा लैजाउला, सँगसँगै घरमा लैजाउला।